सम्पूर्णमा नमस्ते। यो सुदूरपश्चिमको बैतडी जिल्ला स्थित मेलौली भगवती मन्दिर र यसको उत्पत्ति कसरी भयो भन्ने 4औं शताब्दीतिर भारतमा मुस्लिम आक्रमणका बेला आफ्नो धर्म रक्षार्थ गुमाउँदै बैतडी क्षेत्र आए पोखर्याल थरका मानिसको एउटा दुधालु गाई थियो र त्यो गाईले घरमा कहिल्यै दुध नदिने र घरमा दुध दिन छोडेपछि गोठालाले उनीलाई दैनिक वन चराउने गर्दथे र एक दिन गोठालालाई मैले चराउन छोडेपछि कसैले दुध चोरेर लान्छ कि भनेर शङ्का लाग्यो र त्यसपछि एक दिन गाईको पछि गएर हेर्न थाले र तर गाई ग्वालिकधुराको झाडीभित्र एउटा ढुङ्गामा आफै गाई दुध चुहाइरहेको अनौठो दृश्य देखियो र गाई मालिकले त्यो ढुङ्गामा कुनै अज्ञात दैवी शक्ति भएको महसुस गरेकाले त्यो ढुङ्गालाई डोकामा हालेर महाकाली नदीमा बगाउन लैजाने निर्णय गरे। बाटोमा हिँड्दै उनीलाई दिसा पिसाब लाग्यो र दिसा पिसाब गर्न उनीले आफ्नो सुकेको मेलको लट्ठी टेकेर बिसाउने प्रयास गरे। बिसाइसकेपछि उनी दिसा पिसाब गर्न गए र दिसा पिसाब गरेर आइसकेपछि ती व्यक्तिले दुईवटा अनौठो र अचम्मका घटनाहरू देखे। उनले टेकेको मेलको लौरो पलाएर हरियो बोट बनेको थियो र अर्को ढोकाभित्र हालेको ढुङ्गा आकाशवाणी भएर मलाई अब कतै नलैजाऊ, मलाई यही ठाउँ मन पर्यो, म यहीँ बस्छु भन्ने आकाशवाणी भयो र त्यसपछि सुकेको मेलको लौरो पलाएको ठाउँमा भगवती प्रकट भएकाले पछि स्थानीयहरू मिलेर पूजाआजा सुरु गरेकाले यस शक्तिपीठको नाम मेलौली भगवती रहन गयो र त्यही समयमा पलाएको मेलको रुखको विशेष अवशेष आज पनि मन्दिरको प्राङ्गण वा गाथभित्र रहेको छ। यो मन्दिर प्यागोडा शैलीमा निर्माण हुँदै गएको छ। समय समयमा यसको पुनर्निर्माण हुँदै आएकोमा विक्रम 2038 देखि 2043 सम्म यसको पछिल्लो प्रमुख जीर्णोद्धार गरिएको थियो र यहाँ ओझा जोशी बाघ र पैताला हुँदै पालिका भट्ट ब्राह्मणहरूले पाली लगाएर पूजाआजा गर्ने परम्परा छ र यहाँ हरेक वर्ष कार्तिक शुक्लपक्ष र चतुर्दशी र पूर्णिमाका दिन भव्य देहीजात मेला लाग्दछ र यहाँ नेपाल, भारत र विभिन्न ठाउँबाट भक्तजनहरू दर्शन गर्नका लागि आउने गर्दछन् र यो ठाउँ एकदमै रमणीय र पर्यटकीय स्थल रहेको छ र यहाँ पर्यटनका हिसाबले मानिसहरू पर्यटकीय हिसाबले यहाँ मानिसहरू घुम्न आउने गर्दछन् र यो एकदमै सुन्दर ठाउँ रहेको छ।